भेस चौरमा गएर 10 चोटि उठबस गर्नुपर्ने रहेको। 3टामा च्यालेन्ज गर्दाखेरि यसले जितेको थियो, तर आज चाहिँ म जित्छु भन्ने हाम्रो अगाडि छ्यापटी छ। उठबस गर्ने भनेर नियम लागेको थिएँ, सो त्यही पुरा गर्नको लागि हामी चाहिँ यहाँ घर अगाडिको फिल्डमा आएको छ। गाजलु तिम्रो आँखाको वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि आइसकेको छु एउटा नयाँ भिडियो लिएर। आई होप हजुर सबैजना सन्चै हुन्छ भन्दै आज पनि हामीले एउटा इन्ट्रेस्टिङ च्यालेन्ज गेम लिएर आएको छौँ। त्यो च्यालेन्ज गेम के रहेको छ भने हजुरहरूले देखिसक्नु होला। हाम्रो अगाडि के छ देखाएर, हाम्रो अगाडि छ्याटपट्टि छ पिरो एकदमै पिरो छ। मैले एकदमै पिरो बनाएको छु, हजुरले देख्न सक्नुहुन्छ। पुरै रातो छ, यसको पनि पुरै रातो छु, एकदमै धेरै बनाएको छु। अनि हाम्रो अगाडि त्यसपछि छ यहाँ लस्सी, यो चाहिँ लस्सी रहेको छ। यो हाम्रो गेमको रुल चाहिँ के रहेको छ भन्दाखेरि यो लस्सी चाहिँ हामीले लास्टमा खान्छौँ। यो ल्याइसकेपछि अनि किनभने हार्ने र जित्ने हुन्छ। यदि यसले हार्यो भने चाहिँ लास्टमा लस्सी खानुपर्छ। म त खाइहाल्छु, पिरो हुनाले साथ म चाहिँ यो भ्याएर खाइहाल्छु। अनि यसले चाहिँ लास्ट खानुपर्ने हुन्छ। र यदि जितेकोलाई चाहिँ पनिसमेन्ट भनेको यो पिरो हुँदा साथ यही खाइहाल्नुपर्छ। हारेकोलाई चाहिँ यो लास्टमा खाने र लास्टमा चाहिँ एउटा पनिसमेन्ट रहेको छ। हाम्रो घरको अगाडि चौर छ, त्यहाँ चौरमा गएर 10 चोटि उठबस गर्नुपर्ने रहेको छ। सो त्यही हो आज चाहिँ मुख नबुझ् न। सो आज रहेको छ एकदम दमदार छ, पिरो पनि त्यतिको छ। हाम्रो हेर हिजोको भिडियोमा चाहिँ यसले जितेको थियो, 3टामा च्यालेन्ज गर्दाखेरि यसले जितेको थियो, तर आज चाहिँ म जित्छु भन्ने मलाई लागिरहेको छ। तँलाई कस्तो लागिरहेको छ? म जित्छु आज यसको मेरो पुरै फाइटर भेस गाइस। हेर इन्ट्रेस्टिङ हुनेवाला छ, लास्टसम्म हेर्नु होला, नछुटाइकन हेर्नु होला है त। ल च्यानल सब्सक्राइब गर्नुभएको भने सब्सक्राइब गर्नु होला है त। ल स्टार्ट गर्ने थोरै के यो खाइहाल्नु है थोरै। ल 1 2 3 गो। लेकिन ये साला कर क्या रहा है यहाँ पे? सुस्तै खानु पनि हुन्छ। मिठो पनि पिरो पनि लास्ट मर गया आमिया। खुश ना खाना लेकिन ये साला कर क्या रहा है यहाँ पे? गिव अप गर्नुपर्छ। पिरो
चलाउनु न Very hot. Very spicy. Cantik lah. Ini bawang. Aku kecuali ikannya. Sorry, last chance. Dia ada. Mất thì nó bị con mà trôi lên trên dạnh mà. Làm sao nào vậy cả? Kau jangan lah. Ini dah asal akan tinggi bawa sini. Nó đi này. यसो गर्दा के भन्दाखेरि यसो मैले पनि खाएँ होइन यसले पनि खायो खाइस् न अबे जल्दी बोल, कल सुबह पनवेल निकलना। यसले पनि खायो मैले पनि खाएँ तर यहाँ मेरो कम छ यसो ज्यादा उठाउँदाखेरि पनि हेभी हेभी छ मेरो कम छ हेर्नु यसको ज्यादा यसले हारिसक्यो छुट्यायो भाइ हाम्रो पनिसमेन्ट चाहिँ चौरमा गएर गर्ने भने चाहिँ साँझ यो पनिसमेन्ट चाहिँ साँझ हुन्छ अहिले खानु दिउँसो कोही हुन्न अनि चाहिँ मेरोमा धेरै मैले पनि त खाएको छु खुर्सा ममा धेरै थियो हामी किन चटपटी सो सबैलाई पिरो थियो त्यसरी नाक पाक्छ अहिले यहाँ बस्ने पहिला यहाँ नै बस जान्छ यसले हार्यो गाइस Em mau coi challenge vào nồng vẽ này đâu. यहाँ बस 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 मात्र हेर्ने बस बस यसको चाहिँ धेरै थियो हामीले एकदम बटुको नापेर बराबर नै हालेको गाइड Coi lên này. त्यसमा चाहिँ यो पिरो चटपटी सुस्ता खाँदा नै राम्रो हुन्छ दारू में मेरा बाप का गराज चला गया, पूरा प्रॉपर्टी। साँझ भेटौँला गाइज सो गाइज अब चाहिँ हामीले च्यालेन्जको जुन रुल्स थियो त्यो रुल्सलाई चाहिँ पुरा गर्नको लागि हामी पुरै फिल्डमा आइसकेका छौँ सो मेरो भाइले अघि नै च्यालेन्जमा हारेको थियो त्यसलाई चाहिँ मैले 10 चोटि उठबस गर्ने भनेर नियम लाएको थिएँ सो त्यही पुरा गर्नको लागि हामी चाहिँ यहाँ घर अगाडिको फिल्डमा आएको छौँ
अब लेट्स गो। अहिले धेरै मान्छे चाहिँ छैन नै, अहिले पुरै अहिले खाली नै छ किनभने अब योभन्दा साँझ आउँछन् तर त्यसलाई लाज लाग्छ भनेर बिचरालाई भनेर मैले चाहिँ अहिले नै ल्याएको छु यसलाई। साँझ चाहिँ पढ्न लागिसकेको छ, मान्छेहरू पनि त्यो छुट्टी भएर आउँदैछन्, यस्तो छ। अनि म अब यसलाई चाहिँ उठबस गराइहाल्छु। 10वटै थियो नि, कस्तो लागिरहेको त, त्यसै 5 गरे। हेर्नु हेर्नु बोडी सोडी बनाएको छ नि गर हो त गर। 3 2 1 गो। यसले चाहिँ आफ्नो पुरा गर्दैछ। 3 4 5 6 7 8 9 10 10 मजाले 10 गर। 10 यसको फेरि हेर न, वा भएछ। एक्स्ट्रा पनि गरिदिएर आज यहाँ धेरै मान्छेले हेरेनन् र मजा गरिरहेको छ, न त यहीँभरि मान्छे हुन्छन् गाइस। अब तपाईँको पारी म गएर सो आजको भिडियो हजुरहरूलाई मन पर्यो भने लाइक सेयर र सब्सक्राइब अनि कमेन्ट गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ भिडियो। सेकेन्ड भिडियोमा मिलाउँला, त्यो दिन जसको लागि बाई, सी यू।